हजुर पहिले एउटा उखान मैले सानो हुन सुनेको है, आफू चाहिँ रुमाले भित्र चाहिँ गुन्द्रुक उमाले। यो समयले कस्तो सानो थियो बढ्दै गयो है। अब त्यो पहिले त अब त्यस्तै थियो, कपाल थियो, अहिले झर्दै गयो। 2वटा जातिको मात्र अथवा 3वटा जातिको मात्र त्यहाँ स्थान छ, स्त्री पुरुष र तेस्रो लिङ्गको। तेस्रो लिङ्ग भन्नाले बुझिहाल्नु भयो होला। जस्तो एउटा बौद्ध धर्म मतलब बुद्धिस्ट हुनुको लागि चाहिँ के गर्नुपर्छ, यसमा के कुनै जात सीमा अनिवार्य छ कि छैन, यसमा के छ? 2569 वर्ष पूर्व तथागत शाक्यमुनि गौतम बुद्धको जन्म, उहाँ शाक्यवंशी राजा शुद्धोधनको छोरा, अहिले वर्तमानमा नेवारको छोरो हुनुहुन्थ्यो। उहाँको त धर्म होइन, हेर्नुहोस्, धम्म हो। धम्म भन्नुको अर्थ नै प्राकृतिकको अनुसरण गर्छु भनेको हेर्नुहोस्। र बौद्ध धर्म चाहिँ के हो भन्दा तामाङको अर्थ चाहिँ ता भनेको घोडा, हेर्नुहोस्, माङ भनेको चाहिँ व्यापारी, घोडामा चढेर व्यापार गर्ने, गाई बाख्रा पशु पालेर एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्दै जानेहरू। एउटा उत्साह, लो भनेको वर्ष, छार भनेको नयाँ वर्ष। यो राजनीतिक परिवर्तन नमान्ने, परिवर्तन छैन, शून्य छ, न्यून छ। के परिवर्तन भएको छ? दार्जिलिङको बाटो त्यही छ जो ब्रिटिसले बनाएर गएको। मेरो घर अगाडि यो नक्सल पानीघाटा रोड त्यही छ। दुधेको झोलङ्गे पुल बगाइसकेपछि त अर्को पुल बनाएको, त्यो पनि कम्प्लिट भएको छैन। त्यहाँ अगाडि बाटोहरू खाल्टै छ। यहाँनिर राजनीतिको नाममा त 3वटा पो जन्म भएको छ। त्यो 3वटा के हो भन्ने कुरा सुन्नुहुन्छ? हजुर, दार्जिलिङमा 3वटा जन्म भएको छ। झोले, खोले र नबोले। झोले, खोले अनि नबोले। अलिकति अब हामी आफ्नै गाउँठाउँको पनि कुरा गरौँ है। हजुर, जस्तो जमिनको पर्जापट्टा होस्, चाहे बाटो होस्, चाहे त पानी होस्, यो चाहिँ अहिलेसम्म किन यो चेन्जमेन्ज हुन सकेन होला? यसको बारेमा चाहिँ हजुरको कस्तो राय छ सर? जहाँ कि जमिनको एउटा हाम्रोमा पेपर छैन, कागजको टुक्रा छैन, नागरिकतामा प्रश्न चिन्ह त उठ्छ नि। उठ्छ। चिल्लो कारमा कुदेर, चिल्लो घर बनाएर, चिल्लो पोसाक लगाएर मात्रै हुँदैन नि। र अलिकति कुराकानी गरौँ जुन बौद्ध धर्मको बारेमा है। हजुर, ठ्याक्कै भन्दाखेरि बौद्ध धर्म चाहिँ नमस्कार, स्वागत छ रकास्टमा। आज भने हामी रकास्टको एपिसोडमा एकदमै सफल व्यक्ति जो आफ्नै क्षेत्रमा विभिन्न व्यवसायहरूमा संलग्न रहेर अहिले भर्खरै हाम्रै यसै क्षेत्रमा निरपानी क्षेत्रमै डोल्मा फर्निचरको पनि एउटा अनर हुनुहुन्छ है। उहाँलाई हामीले चिनिराखेको आदरणीय सर हुनुहुन्छ रतन तामाङ बोम्जन सर। स्वागत छ हजुरलाई। नमस्ते, स्वागत छ, धन्यवाद। आरामै हुनुहुन्छ? एकदम आराम छु, सन्चो छु अहिलेसम्म। र उहाँ चाहिँ अखिल भारतीय तामाङ बौद्ध सङ्घको सचिव पनि हुनुहुन्छ। दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ सर अहिले? हजुर, विशेष गरी कुनै पनि काम जसमा विभिन्न प्रकारको सामाजिक कर्महरू भयो अथवा मेरो व्यवसाय सम्बन्धी विषय भयो, पारिवारिक विषय भयो, त्यो विषयमा चाहिँ एकदमै आफू डटेर नै अहिलेसम्म लागि परेको छु। अनि हामीले देखेको हजुरलाई धेरै व्यस्त नै जीवन हामीले देखिरहेका छौँ। व्यस्तताको पछि चाहिँ के छ कारण, अलिकति बताइदिनुहोस् न। व्यस्तता त हेर्नुहोस्, प्रत्येक प्राणी नै व्यस्तता हुन्छ, तर वास्तवमा म त्यति व्यस्तता छुइनँ। तर समयले नै घरि कहाँ कुदाइरहन्छ। अब त्यो समयले मलाई जहाँ डोराउँछ त्यसलाई चाहिँ मानवले व्यस्तता भन्दो रहेछ। हेर्नुहोस्, सम्पत्ति अर्जन गर्नको लागि म व्यस्तता भएको छ, सामाजिक कार्यमै तपाईँ कुदिराख्नु भएको हुन्छ। हजुर। र यसै सँगसँगै अब हामी थोरै कुराकानी गरौँ है। हजुर, जस्तो दसैँ चाहिँ हामी जस्तो आत्मीयताको तिहार, जस्तो आफ्नो पारिवारिक भेटघाट, साथसाथमा एउटा यसलाई सामाजिक हिसाबले जो समाजको एउटा राम्रो पक्ष भनेरै हामी जान्दछौँ होइन? हजुर। र अब दीपावली पनि आउनु आँट्यो। दीपावलीको पनि अब थोरै कुराकानी गरौँ, कुराकानी गर्दै गर्दा। अब दीपावली वास्तवमा चाहिँ दीप भन्ने बित्तिकै एउटा उज्यालो बत्ती है, जसले चाहिँ एउटा मानव जीवनलाई पनि प्रकाश दिन्छ। र त्यसमा हामीले देउसी खेल्दा पनि बत्तीको झिलिमिली भन्छ है। त्यस्तै प्रकारले मानव जीवनसँग नै संलग्न भएको छ। त्यहाँ विशेष गरी कुकुरको पनि चाड आउँछ है, कागको पनि आउँछ, गाईको पनि आउँछ, गोरुको पनि आउँछ।
र हामी मानव हिन्दू भए तापनि अथवा कुनै मानव भए तापनि हामीले चाहिँ प्रत्येक प्राणीलाई पनि प्रोत्साहन गरेको रहेछौँ, इज्जत दिएको रहेछौँ र अन्त दिनमा गएर छुट्टीको त्यो 1 सालसम्म नभेटेको दाजुबहिनीको पनि भेट हुन्छ। निधारमा सप्तरङ्गी अथवा पञ्चरङ्गी टिका लगाएर होइन र सयपत्री अथवा मखमली फुलको माला लगाएर त्यो त एकदमै राम्रो पर्व हो नि झन्। त्यो सायद तामाङको इतिहासमा नपरोस् है, हाम्रो तामाङको रीतिरिवाज नपरोस्। अनि त्यसले गर्दा दीपावली चाहिँ एउटा समग्रमा एकदमै राम्रो तिहार हो। हजुर। र अलिकति अब धर्मको कुरा गऱ्यौँ र अब कुराकानीकै सिलसिलामा फेरि अब थोरै कुराकानी गरौँ। जुन अघि भन्दै हुनुहुन्थ्यो नि दसैँ भन्दा पनि हाम्रो अलग्गै चाड छ भनेर, कि यो कुन चाहिँ चाड होला यसको बारेमा अलिकति खुलाइदिनुहोस् न सर। दसैँ भन्दा चाहिँ हाम्रो अलग्गै एउटा चाड छ। यो चाहिँ 2860 वर्ष, यसपालि 2861 वर्ष लागिसक्यो, जहाँ कि तथागत शाक्यमुनि गौतम बुद्धको पनि जन्म भएको थिएन। हेर्नुहोस् भनेपछि गौतम बुद्धको गत वर्ष हामीले 2569औं बुद्ध जयन्ती मनाएको भनेपछि हाम्रो 2800 यसपालिको बुद्ध के हाम्रो लोछार 19 जनवरीको दिनमा परेको छ, जो चाहिँ 7 दिन हामीले मनाउने गर्छौँ। हेर्नुहोस् है। तर अहिले यहाँ कतिपय भुल भ्रान्तिले गर्दाखेरि हामीमा अलिकति बाधाहरू, सोचमा पनि गलत आएको छ, जसले वास्तवमा चाहिँ 2861 वर्ष लाग्छ यसपालि। पुरा पाषाण युग र नवा पाषाण युग भनेको चाहिँ पुरानो ढुङ्गाको र नवा ढुङ्गाको युगको बेलादेखि हाम्रो तामाङ सन्तान चाहिँ तिब्बत अथवा मङ्गोलियाबाट बसाइसराई यायावर जीवन बिताउनेहरू हो, जसलाई चाहिँ तामाङको अर्थ चाहिँ ता भनेको घोडा। हेर्नुहोस्, माङ भनेको चाहिँ व्यापारी, घोडामा चढेर व्यापार गर्ने, गाई बाख्रा पशु पालेर एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्दै जानेहरू। अनि अन्तमा गएर लोछार चाहिँ कसरी मनाउने भयो भन्दाखेरि निश्चित एक ठाउँमा बस्नुपर्ने शासनकर्ताहरूले बाध्यता बनाइदियो, जहाँसम्म मलाई लाग्छ र मैले अध्ययन गरे अनुसार है। अनि त्यो क्षेत्रमा चाहिँ के भयो, यो पुस महिनाको र जनवरी र फेब्रुअरीको बिचमा, यसपालि जनवरीमा छ भने 19 तारिक, गत वर्ष फेब्रुअरीमा थियो 2 तारिक है। त्यसरी नै यो चाहिँ लोछार चाहिँ त्यो बिचमा पर्छ। हेर्नुहोस्, र त्यो ड्युरिङ त्यो पिरियडमा चाहिँ हाम्रो आँखेमाम मेमेहरूले चाहिँ सम्पूर्ण अन्नबालीहरू घरभित्र भित्राइसकेको हुन्छ। अनि उत्साहको रूपमा चाहिँ नयाँ वर्ष आयो भनेर कसरी जान्ने भन्दाखेरि चाहिँ तराईमा हो भने सिमल फुलेको, माथि पाहाडमा हो भने गुराँस फुलेको, ओहो अब त लोसार आयो, पात्रो छैन, मञ्जुश्री पात्रो पछि बनिएको है। अहिले चाहिँ मञ्जुश्री पात्रोमा त्यो जोडेको छ, तामाङको एउटा अलग्गै मञ्जुश्री पात्रो छ, त्यसमा जोडेको छ। र त्योभन्दा अगाडि चाहिँ तराईमा हो भने सिमल फुल्छ ढकमक्क भएर, अनि माथि लेकमा हो भने, हिमालमा हो भने गुराँस फुल्छ। अनि अब चाहिँ हामी अब लोछार मनाउन जाउँ है। हामी सालभरि दुःख गऱ्यौँ, हामी कहाँ गयौँ, कता घुम्यौँ। अब आज यो महिनाको 7 दिन चाहिँ हामी एक ठाउँमा बसेर एउटा उत्साह, लो भनेको वर्ष, छार भनेको नयाँ वर्ष। त्यति नै बेला त्यो अन्नबालीको एक भाग चाहिँ बेचेर अन्य सालभरि खाने राखेर चाहिँ एक भाग बेचेर चाहिँ उत्साह मनाइन्थ्यो अरे। एकपट्टि तराईमा सिमल फुलिरहेको, हजुर, पहाडतिर लालीगुराँस फुलिरहेको, हजुर, त्यति बेलै कृषकहरूले खेतीबारी जति पनि आफ्नो अन्न घर भित्राइरहेको अवस्था, त्यसलाई नै लोछार भनेर मनाउने गर्थ्यो। हजुर, भन्नु खोज्नुहुन्छ? हजुर हजुर। वास्तवमा नयाँ वर्ष चाहिँ के होला तपाईँको विचारमा? जस्तो अब यही नै हो नयाँ वर्ष, जुन हामी चलाउँदैछौँ अहिले 2025 अहिले चलिरहेको छ है। हामीले अब प्रत्येक जनवरीमा मनाउँछौँ र यो अलिकति तालमेल कत्तिको मिल्छ सर? यो हेर्नुहोस्, अब संसारमा विभिन्न प्रकारको जात जाति धर्मावलम्बी है, विभिन्न प्रकारको सोच राख्ने व्यक्तिहरू भएको कारणले गर्दाखेरि यो वर्ष नयाँ भन्ने कुरा त सायदै भन्नु भने तथागत शाक्यमुनि गौतम बुद्धले त मान्नुहुन्न र पुरानो भन्ने पनि मान्नुहुन्न। हेर्नुहोस्, उहाँले न त बार मान्नुहुन्छ, न त साइत मान्नुहुन्छ, न त शुभ मान्नुहुन्छ, न अशुभ मान्नुहुन्छ।
यो त एउटा मानवले बनाएको रीतिरिवाज मात्र हो। हेर्नुहोस्, वास्तवमा म बौद्ध भएकोले चाहिँ म यो भन्न चाहन्छु, यहाँ नयाँ पनि छैन, पुरानो पनि छैन। यो उत्साह मात्रै हो, उमङ्गले भरिएको मनलाई उदाङ्ग पार्ने मात्रै हो। तर लोछार त त्यति बेला पनि थियो नि त सर। लोछार चाहिँ 2860 वर्ष अगाडि, अब यसपालि 61 लाग्दैछ। जति बेला गौतम बुद्ध हुनुहुन्थेन, जुन चाहिँ अहिलेको 10औँ यो हाम्रो तथागत शाक्यमुनि गौतम बुद्ध हुनुहुन्थेन, उहाँ त 2569 लास्ट वर्ष हामीले बुद्ध जयन्ती मनाएको हो नि त। र यो मानवको सृजना चाहिँ परपूर्व कालदेखि नै भएको हो नि त। भनेपछि त्यो चाहिँ एउटा प्राकृतिकसँग मेल खायो, प्राकृतिकसँग सबैसँग मिल्यो, अनि त्यसकै खुसियाली। किराँतहरूको पनि छ नि उभौली उधौली भन्ने। वास्तवमा मैले बुझ्दा त्यो पनि त्यही हो नि, नयाँ अन्न बालीलाई भित्राएरै। हजुर, हामी किराँतीहरूको चाहिँ अब एउटा अलिकति म कुरा गर्न चाहन्छु। अब आफूलाई थोरै जानकारी भएअनुसार, जस्तो हाम्रो हजुरले भन्नुभएको छ चाहिँ उधौलीमा चाहिँ हामी बालीनाली, उधौली भनेपछि लिन्छौँ, उभौली भनेपछि लगाउँछौँ, त्यति बेला चाहिँ हामी मनाउँछौँ। र यो पनि एउटा प्राकृतिकसँग नै रिलेटेड सम्बन्धित हो। र भनेपछि हाम्रा पुर्खाहरू प्रकृतिसँग धेरै नै जुन घुलमिल थिए र त्यसरी नै मनाउँथे। वास्तवमा भन्ने हो भने प्रकृतिलाई अनुसरण गर्नु नै धर्म हो। प्रकृतिको विरुद्धमा काम गर्नु भन्नुको अर्थ, प्रकृतिले कति बेलामा नाश गर्छ त्यो मलाई थाहा छैन। हेर्नुहोस्, तर प्रकृतिलाई नष्ट त म गरिरहेको छु नि, प्रत्येक दिन पल पल गरिरहेको छु। तर कति बेला मलाई प्रकृतिले नष्ट गर्छ त्यो चाहिँ हाम्रो बाजे बराजु परपूर्वकालदेखि नै बुझेर ल्याउनु भएको रहेछ। अहिले वर्तमान पिँढीले पनि यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ। प्रकृतिलाई चाहिँ हामी नाश गरिरहेका छौँ भन्नु भने यो गहन कुरा आयो। एउटा सानो उदाहरण हजुरबाटै म जान्न चाहन्छु, कसरी चाहिँ नाश गर्दैछ त? अब वास्तवमा भन्यो भने प्रकृतिलाई त हामीले एकदमै डिफोरेस्टेसन गरेर, अब जङ्गल काटेर, विशाल खोलालाई जाली बानेर सानो बनाएर लाने, होइन, विभिन्न प्रकारको ड्यामहरू बनाउने, यहाँको खोलाको माटोहरू लगेर कहाँ बिहार उता कता कता पुर्याउने, आगामी 50 वर्षको पछिको अथवा 20 वर्ष पछिको हाम्रो सन्तानले उपयोग गर्ने चिजहरू, प्राकृतिक संसाधनहरू आज अन्य व्यक्तिहरूले उपयोग गर्दैछ। यो के विकृति नभनेर के चाहिँ विकृति भन्नुहोस्? प्लास्टिकमा उपयोग गरेर बाटोभरि प्लास्टिकको कपदेखि लिएर प्लास्टिकको थैली, आफू मात्रै स्वच्छ हौँ, राम्रो हौँ, चटक्क हौँ भनेर सोचेर हिँड्छ। हेर्नुहोस्, बाटोभरि कचरा फ्यालिरहेको हुन्छ। माननीय प्रधानमन्त्रीले स्वच्छ भारत अभियान 2014 पनि चलाउनु भयो। उहाँ एक्लै करार त भएन नि, स्वच्छ हुन्छु भनेर मैले पो सोच्नु पऱ्यो त। अनि जब प्रकृतिलाई, यो हरियो पृथ्वीलाई नै हामी मैला गरेर हिँड्दैछौँ त अनि प्रकृति नाश भएको छैन र? यो चाहिँ प्रत्येक घरबाट नै हुँदैछ। यो प्रत्येक घरको प्रत्येक व्यक्ति एक नम्बरमा त त्यो आमा बाउ नि शिक्षित हुनुपर्छ। यहाँ कुखुरा काटेर लगेर उहाँ खोलामा फ्यालिरहन्छ, भुत्ला कपाल काटेर लगेर खोलामा फ्यालिदिएको हुन्छ। यसको त एउटा निश्चित ठाउँ छ नि। त्यो पानी प्रदूषित भएर तल गएर पशुले पिउँछन्, त्यहाँ मान्छेहरू नुहाइरहेको हुन्छ। हेर्नुहोस्, जस्तो समग्रमा हजुरको भन्दाखेरि आफू हामी जति पनि छौँ, हामीले आफ्नो घर सफा राख्छौँ, बाहिर चाहिँ अब जेसुकै होस्। हजुर, पहिले एउटा उखान मैले सानो हुँदा सुनेको है, आफू चाहिँ रुमाले, भित्र चाहिँ गुन्द्रुक उमाले है। बाहिर भने नैना सुट, भित्र भने किनकि भने एउटा उखान छ क्या, त्यो अलिकति त्यो नैना सुट भन्ने कुरा चाहिँ अलिकति नभन्नु होइन। अब त्यो व्यक्ति विशेषले पनि उसलाई अब ठेस पुग्छ होला, तर मलाई चाहिँ थाहा छैन, भन्दा त हुन्थ्यो। ठिकै छ, भन्न चाहनु भएन। मतलब अब यसमा चाहिँ अब आफू आफ्नो घर वरिपरि मात्रै सफा नराखेर हामीले चाहिँ प्रत्येक व्यक्तिको जिम्मेवारी हुन्छ आफ्नो सफाइमा चाहिँ आफ्नो मात्रै होइन, समग्रमा बाहिर फेर जति पनि हिँड्छौँ त्यसको पनि अलिकति ख्याल गर्नुपर्ने हुन्छ, पर्यावरणको ख्याल गर्नुपर्ने हुन्छ भन्न चाहनुहुन्छ? वास्तविक अब मैले सफा गर्नु सक्दिनँ भने मैले मैला पनि गर्ने दरकार छैन। यदि म सजग, शिक्षित र समाजको समाजलाई भलो चाहने, मैले बिहान उठेर चाहिँ प्रार्थना गर्दाखेरि
समाजको कल्याण होस् र प्राणीको कल्याण होस् भनेर चाहिँ मैले प्रार्थना गर्छु भने चाहिँ नि म मैला गर्नु पनि हुँदैन र यदि सफा गर्नु सक्दैन भने मैला पनि गर्नु हुँदैन। त्यसको पनि एउटा निश्चित ठाउँ छ, बनाइदिएको छ अहिले। जस्तो मैले नगरेपछि त सफा गर्ने त कुरै आएन, दरकारै पर्दैन। त्यही भएर मैला नै गर्नु भएन भन्न चाहनुहुन्छ है। गऱ्यो भनेदेखि पनि कि आफूले पनि सफा गर्नु, आफूले गर्नु पर्यो, नभए कसले गर्ने? त्यही भएर चाहिँ पर्यावरणलाई चाहिँ धेरै नै अब वातावरणलाई असर पारिरहेको छ। यो प्राकृतिकलाई असर गर्नु भन्नुको अर्थ स्वयं म आफै मैला हुनु। लगाएको छ खुट्टामा 5000 को एडिडासको जुत्ता, तल बाटो मैला छ, त्यो जुत्ताको के महत्त्व भयो? पहिले त हामीले प्रकृतिलाई नै सफा राख्नु पर्यो नि, आफू मात्रै चटक्क भएर त भएन नि। र अलिकति कुराकानी गरौँ जुन बौद्ध धर्मको बारेमा है। हजुर। एक जस्तो अब ठ्याक्कै भन्दाखेरि बौद्ध धर्म चाहिँ के हो? बौद्ध धर्म चाहिँ अप टु यु भन्छ क्या, तपाईँसँग छ। नथिङ लेस नथिङ मोर है। अनि यसलाई चाहिँ तपाईँले अँगाल्नु भएर आफ्नो भनेर सोच्नुहुन्छ भने यसले चाहिँ नलेजलाई बिल्ड गर्छ क्या। जस्तो एउटा बौद्ध धर्म मतलब बुद्धिस्ट हुनुको लागि चाहिँ के गर्नुपर्छ? यसमा के कुनै जात सीमा अनिवार्य छ कि छैन? यसमा के छ? 2569 वर्ष पूर्व तथागत शाक्यमुनि गौतम बुद्धको जन्म अथवा जन्म भनौँ है, कपिलवस्तुको लुम्बिनीमा भयो। उहाँ शाक्यवंशी राजा शुद्धोधनको छोरा, अहिले वर्तमानमा नेवारको छोरो हुनुहुन्थ्यो। र उहाँले जुन प्रकारको, उहाँको त धर्म होइन, हेर्नुहोस्, धम्म हो। धम्म भन्नुको अर्थ नै प्राकृतिकको अनुसरण गर्छु भनेको हेर्नुहोस्। र जो उहाँले एउटा धम्म सृजना गर्नुभएको छ, त्यहाँ सिर्फ 2वटा जातिको मात्र अथवा 3वटा जातिको मात्र त्यहाँ स्थान छ, स्त्री पुरुष र तेस्रो लिङ्गको। तेस्रो लिङ्ग भन्नाले बुझिहाल्नु भयो होला है। र यहाँ जात बौद्ध धर्ममा छैन। र बौद्ध धर्म चाहिँ के हो भन्दा आर्ट अफ लिभिङ हो। हेर्नुहोस्, जीवन जिउने एउटा कला हो। कसले कसरी जिउँछ, कसले कसरी जिउँछ, त्यो विभिन्न प्रकारको छ। हेर्नुहोस्, कसैले प्राणी हत्या गरेर मासु काटेर बेचेर, कसैले जङ्गलबाट दाउरा ल्याएर काटेर बेचेर। यो बौद्ध धर्म चाहिँ के हो भन्दाखेरि जीवन जिउने एउटा कला हो। र उहाँले जातमा कहिले पनि विश्वास गर्नु भएन र जातमा उहाँले विभाजन गर्नु भएन। जसले पनि यो बौद्ध धर्म चाहिँ अपनाउन सक्छ, जसले पनि, कुनै पनि मानवले, संसारमा भएको समस्त मानवले बौद्ध धर्मलाई अनुसरण गर्न सक्नुहुन्छ। के को लागि गर्ने? विशेष गरेर विशेष गरी सर्व प्राणी कल्याण हेतु। अब छैमा चाहिँ के भनेको छ हाम्रो धर्म किताबमा चाहिँ सामचेन थाम्चे भनेको छैन, सर्व प्राणी कल्याण हेतु। र सम्पूर्ण प्राणीको कल्याण हुनु भनेको तपाईँको विकास हुनु, मेरो विकास हुनु हो नि त। आज तपाईँलाई आहत पुर्याउँदा म पनि त नष्ट हुन्छु नि त। जस्तो अब सम्पूर्ण जगतलाई नै कल्याण भएपछि त त्यही जगतभित्रै हामी पर्छौँ। एउटा सिङ्गो धरतीमा तपाईँले पनि सास फेर्नु पाउनुहुन्छ, मैले पनि पाउँछु। भनेपछि अब जसले आफूलाई शान्ति चाहन्छ, जसले अर्को कुभलो चाहँदैन, र जो चाहिँ आफूले ज्ञानको चाहिँ सम्मान गर्छ, ऊ चाहिँ बुद्धिस्ट हुनसक्छ। ज्ञान भन्दा पनि यस्तो कि ज्ञान चाहिँ पछिको कुरा आउँछ। वास्तवमा चाहिँ सिल भनेको डिसिप्लिन। सिलले प्रोत्साहित गर्छ हामीलाई समाधिमा, यानि कि मेडिटेसनमा। र मेडिटेसनले हामीलाई प्रोत्साहित गर्छ प्रज्ञामा, ज्ञानमा। सिल, समाधि र प्रज्ञाले मिलेको चाहिँ एउटा धर्म भनेको नै बुद्धिस्ट धर्म हो। हेर्नुहोस्, र त्यस कारणले गर्दा हाम्रोमा एउटा सिल, समाधि र प्रज्ञाको जरुरी छ। र जसले अनुसरण गर्नुहुन्छ उहाँ नै मान हुनुहुन्छ। हेर्नुहोस्, उहाँ नै गौतम बुद्ध बन्नु सक्नुहुन्छ। यो होइन कि 25-69 वर्ष अगाडि नै गौतम बुद्ध बनेर गइसक्यो, होइन। हाम्रोमा चाहिँ स्वयं मेरोमा त्यो क्षमता छ कि म गौतम बुद्ध बन्नु सक्छ भनेर शाक्यमुनि गौतम बुद्धले दिशानिर्देश गरेर जानुभएको छ।
तर त्यो कुराहरू चाहिँ पालन गर्न सक्नु पर्यो। हजुर त्यही भन्न चाहन्छु होइन। हजुर उहाँको जुन धर्मदेशना भन्ने कि के भन्ने जुन जो उहाँको बाणीलाई चाहिँ हामीले चाहिँ अनुसरण गर्न सक्नु पर्यो। तब मात्रै एउटा बुद्धिस्ट हुन सकिन्छ। हजुर यस्तो पनि हो, फेरि उहाँले यो पनि भन्नुभएको छ, मैले भनेको प्रत्येक शब्द विषयवस्तु सत्य छैन, तिमीहरूले मनन गर, चिन्तन गर, विश्लेषण गर, तब मात्रै विश्वास गर, हो कि होइन। मैले भने त्यो हो आइजा हुँदैन, पहिले चिन्तन गर, त्यसलाई एनालाइज गर, हो कि होइन, निष्कर्षमा निकाला भन्नुभएको छ कि। र अलिकति यो अहिलेको युवा पिँढीहरूको पनि थोरै कुराकानी गर्न चाहन्छु सर। जो अहिलेको युवा पिँढीहरू धर्मको बारेमा धेरै ज्ञान लिन खोज्छन् विभिन्न धर्ममा, तर यसमा जो धर्मगुरुको चाहिँ कस्तो भूमिका रहन्छ कि कसरी चाहिँ युवाहरूलाई चाहिँ धर्मप्रति आकर्षण गर्न सकिन्छ, आकर्षित गर्न सकिन्छ होला सर? अब वास्तवमा भन्दाखेरि चाहिँ हेर्नुहोस् है, के भन्दाखेरि मेरो कालमा जुन प्रकारको यो सामाजिक सञ्जाल सोसल मिडिया थिएन है, त्यति बेला सायद यो पुराणहरू पनि हुँदैन थियो। अहिले त अब गुरुहरू विभिन्न ठाउँमा पढेर अध्ययन गरेर ज्ञानी भएर आउनु भएको छ। विशेष गरेर युवाहरूले चाहिँ अहिले यो सामाजिक सञ्जाल भयो, गाउँ गाउँमा पुराण भयो, बुद्ध जयन्ती भयो, न्युने भयो, वन्डो भयो होइन, त्यस्तो चिजहरू बिचमा ठुल्ठुलो गुरुहरू, खेम्पूहरू, आचार्यहरू, लोपेन्लाहरू आएर गुम्बामा होस् चाहे हाम्रो मन्दिरहरूमा होस्, उहाँहरूले एउटा अनुष्ठान गर्नुहुन्छ, धर्म देशना गर्नुहुन्छ कुनै पनि धर्मको। त्यो कारणले गर्दा अहिले युवाहरू पनि प्रोत्साहित हुँदैछ। यसलाई चाहिँ निरन्तरता हामीले दिनुपर्छ। हेर्नुहोस्, किनभने वास्तवमा धर्म त धारण गर्ने, लगाउने, हेर्नुहोस् हावाको पनि एउटा गुण छ, क्वालिटी हो नि त धर्म त, पर्सपेक्टिभ भन्छ नि त इङ्ग्लिसमा चाहिँ। धर्म भनेको त धारण गर्ने हो, तर धर्मले चाहिँ के गर्दैछ भन्दाखेरि हामीलाई एउटा वे अफ डाइरेक्सनमा लाँदैछ। हेर्नुहोस्, एउटा एक सूत्र ठाउँमा बाँच्ने कोसिस गर्दैछ, तर विभाजन नगरिकन है। विभाजन गऱ्यो भने चाहिँ त्यो धर्म होइन। जाति विभाजन भयो है, यसले छुको हुँदैन, उसले छुको हुँदैन, त्यो पो पहिले मन्दिरमा पसेछ, त्यो गर्नु थाल्यो भने चाहिँ त्यो चाहिँ धर्म होइन, त्यो चाहिँ सिधै सङ्गठन हो। सङ्घमा चाहिँ केही पनि कुरा हुनसक्छ, सङ्गठनमा चाहिँ हेर्नुहोस्, तर धर्ममा चाहिँ हुँदैन। धर्ममा हुँदैन, धर्ममा चाहिँ हुँदैन। जो जसमा अब धर्मगुरु अनुसार है नै त ज्ञान हामी पाउँदछौँ होइन सर? र धर्मगुरुको चाहिँ भूमिका कस्तो हुन्छ यसमा? कसरी चाहिँ उहाँले चाहिँ गर्न सक्छन्, युवाहरूलाई चाहिँ धर्मप्रति प्रेरित गर्न सक्छन्? यदि गुरु एकदमै शिक्षित हुनुहुन्छ र सामाजिक हुनुहुन्छ र डिप्लोमेटिक हुनुहुन्छ भने उहाँले कुनै पनि समाजको विकृतिलाई एक ठाउँमा, जस्तै एउटा सरले, टिचरले, गुरुबाउले, स्कुलको सरले, गुरुबाले हजार हजार विद्यार्थीहरूलाई उहाँको कार्यकालभित्रमा ज्ञानी बनाएर पठाउन सक्नुहुन्छ नि त। त्यो धैर्य राख्नुहुन्छ भने चाहिँ अवश्य समाजमा हाम्रो युवा नयाँ पिँढीहरू पनि राम्रो भएर जान्छ। हेर्नुहोस्, यसै कुरासँग एउटा म कुरा जोड्न चाहन्छु सर। जो अहिलेको पुस्ता जुन अब सिधै भन्दाखेरि सबैले बुझ्ने जेनजी, हजुर, जति पनि उहाँहरू चाहिँ अलिकति एउटा सोसियल प्लेटफर्ममा चाहिँ अलिकति प्रेरित रहेका हामी बुझ्दछौँ। र यसै सँगसँगै जुन पढाइहरू, संस्कारयुक्त शिक्षाको चाहिँ अलिकति आवश्यकता पनि हामी देख्दछौँ जति पनि हामी कुराकानी गर्दछौँ। र यसमा चाहिँ हजुरको कस्तो छ? किनभनेदेखि कस्तो राय छ? एउटा हामीभन्दा धेरै नै अनुभवी हुनुहुन्छ हजुर। अब यो जेएनजी जुन अब तपाईँले कुरा निकाल्नुभयो होइन, वर्तमान जुन प्रकारको ऐतिहासिक उलटपलट नेपालमा हुन गयो त्यसलाई हामीले मध्यनजर राख्नुपर्ने मैले चाहिँ देखेको छुइनँ। किनभने म भारतीय भएको कारणले गर्दाखेरि हाम्रोमा सुरक्षा व्यवस्था सरकारले निकै बलियो नै गर्नुभएको छ होला, र जुन प्रकारको उथलपुथल नेपालमा हुन गयो सायद त्यो भारतमा हुँदैन पनि। र मैले देखेको, र आज म 48-49 लाग्छु, यो अन्तरालमा कयौँ इतिहासहरू पनि पढेको छु है। 13 देखि 29 वर्षको व्यक्तिले देश हाँकेको, समाज हाँकेको, राजनीतिको वरिष्ठ नेता भएको मैले देखेको छुइनँ। र समग्रमा
कुनै पनि ज्ञानी व्यक्तिले देश हाँक्छ भने 45-42 एबभकै हुन्छ हेर्नुहोस्, र उसले पनि समाजमा स्थान पाउँछ हेर्नुहोस्, मैले देखेको चाहिँ। र यो अन्तर्राष्ट्रिय कुरा भयो, नेपालको भयो, हुनु त म नेपाली गोर्खा हो, त्यो भन्नु नमिल्ने, त्यतातिर चाहिँ अलिकति नगएकै बेस हुन्छ जस्तो लाग्छ। मतलब अब मैले भन्न खोजेको प्रश्न चाहिँ के हो भनेदेखि संस्कारयुक्त शिक्षा, जस्तो अब शिक्षा त सबैले ग्रहण गरिरहेको छ, सबै अब प्रायः जस्तो अहिले इङ्ग्लिस मिडियम स्कुलमा नै नानीहरू पढ्ने गर्छन् है। अनि उहाँहरूको अहिलेको जुन जेनेरेसनको चाहिँ अहिलेको युवा पिँढीको चाहिँ अलिकति संस्कारमा जस्तो हुन्छ नि, त्यो संस्कारयुक्त शिक्षा पाइरहेको छैनन् भन्ने र नै उहाँहरू अलिकति जेनेरेसनपट्टि नै पो ज्यादा आकर्षित भएको हो कि, जस्तो जेनेरेसन जीपट्टि नै पो आकर्षित भएको हो कि सोसियल मिडियापट्टि भनौँ न सिधै आकर्षित भएको हो कि भन्ने चाहिँ एउटा प्रश्न अहिले बार बार उठ्ने गर्दछन् नि। त्यसको लागि मैले हजुरसँग अलिकति जान्न चाहेको। वास्तवमा स्कुल शिक्षाको केन्द्रलाई दोस्नुभन्दा चाहिँ त्यो घरबाट जन्मिएको छोरा या छोरी आफ्नो सन्तानलाई संस्कारयुक्त शिक्षा दिने काम चाहिँ प्रत्येक आमा बाउको है, आमा बाउकै हो। आमा बाउ सुरुवाती चाहिँ आमा बाबा नै हो। र विशेष गरी भन्नु चाहन्छु म के भन्दाखेरि नानीको प्राथमिक शिक्षा नै आमा हो। र भनिसकेपछि त्यो इँटा सिमेन्ट रड बालुले बनेको स्कुललाई त्यहाँ पढाउनु जाने, दैनिकीमा पढाउनु जाने अथवा दैनिकी हाजिरामा पढाउन जाने सरहरूले चाहिँ नि संस्कार चाहिँ सिकाउँदैन कि जस्तो लाग्छ, किताबी ज्ञान मात्रै हो। त्यो चाहिँ घरबाटै सुरु, त्यो संस्कार र संस्कृति चाहिँ प्रत्येक नानीको अथवा छोरा छोरीको, म पनि एउटा अभिभावक हो, त्यो नानीलाई संस्कार दिने काम चाहिँ मैले गर्नुपर्छ। आफ्नो नानीलाई आफैले संस्कार अनि संस्कृति सिकाउनुपर्छ। हजुर हजुर हजुर। र यो कुरा चाहिँ मैले उठान गर्न चाहेको किन भनेदेखि यो बार बार म जति पनिसँग यसरी म इन्ट्र्याक्ट गर्छु है, कुराकानी गर्छु र उहाँहरूसँग म यो कुराकानी गर्ने गर्दछु किनभनेदेखि अहिलेको यो पिँढीहरूलाई बुझाउन निकै नै साह्रो पर्छ। उहाँहरू धेरै जागरुक हुन्छ है, हर कुराहरूको उहाँहरूले उत्तर खोज्छ क्या, तर हामी त्यो उत्तरै दिन सक्दैनौँ कति कुराहरूको। उहाँहरूको कुराहरू यस्तो हुन्छ, त्यही भएर म यो कुरालाई म जोडिरहन्छु सबैसँग, त्यही भएर हजुरसँग जोडेको। खुसी लाग्यो, हजुरबाट पनि राम्रै उत्तर आयो, जसको यसको लागि चाहिँ आफ्नै परिवारको जति पनि आफ्नै दायित्व बन्छ, प्यारेन्ट्सको दायित्व बन्छ, एकदम अभिभावककै दायित्व बन्छ भन्न चाहनुहुन्छ होइन? हजुर। अब अहिलेको नानीहरू, अब तपाईँको सानो कुरा सन्दर्भमा म जोड्न चाहन्छु, अहिलेको नानीहरू चाहिँ अभिभावकले भनेको, टिचर्सले अथवा गुरुआमाले भनेको कुराहरू सुन्दैन। किन भन्दा उनीहरू आफै ज्ञानी छु, आफै जान्ने छु, सोसियल मिडियामा हेर्छु, युट्युबमा हेर्छु, गुगलमा हेर्छु भन्ने कुरा हुन्छ। तर एउटा ज्ञानी व्यक्तिको चाहिँ म तपाईँलाई अलिकति कुरा भनिदिन्छु ल, जो चाहिँ नेपालको महान व्यक्तिले भन्नुभएको छ, विशाल आकाश छेड्छु भनेर गएको वृक्षको फलेको हाँगा कहाँ झुकेको छैन र ज्ञानी र गुणी कहाँ निहुरेको छैन र भनेको छ। जो बेसी यो तपाईँले मलाई यो टेबलमा पानी राखिदिनु भएको छ नि, यो हल्लाउँदा अहिले हलिँदैन, भरि छ नि त, आधा हुनु बच्छ नि, छर्लङ छ बिर्को लागेको हुन्छ, आधा भन्दा बच्छ हेर्नुहोस्। र भरि जो छ ज्ञानले, धनले, तागतले, हरेक चिजले हलिँदैन नि, बच्दैन नि। जो छैन ऊ चाहिँ बेसी जान्नु खोज्छ के, वास्तवमा उसले जीवन अनुभव गरेकै छैन। हामीले त गरेको छैनौँ। सोसल मिडिया र टेक्नोलोजीमा अगाडि बढेर हुँदैन नि, व्यवहारमा अगाडि। हेर्नुहोस्, म अझै एउटा कुरा भन्छु, मेरो बुढीको गर्भमा आउने बित्तिकै त्यो छोरा छोरी त्यो त मेरो हो नि त, त्यो त मेरो हो नि, होइन र? तर मेरो चाहिँ भनाइ के छ भन्दा, अब 10 शिक्षा हासिल गरे, सेकेन्डरी माध्यमिक शिक्षा हासिल गरिसकेपछि चाहिँ तँ मेरो छोरा नहो है। प्रत्येक समाजको व्यक्तिको छोरा हुनुपर्छ। प्रत्येक समाजको व्यक्तिले वाह कति राम्रो रतन तामाङको छोरा, कति ज्ञानी, त्यसले मलाई कमाएर ल्याएर दिनु पर्दैन नि, पर्छ र? जीवन नै स्याबासी लुट्ने हो नि त। अहिले अम्बानीले अर्बौँ रुपियाँ कमाएको छ, के हामीलाई दिन्छ? हामीले कमायो भनेर उसको चर्चा परिचय गर्नु, उसले स्याबासी पाएको हो नि त, होइन र?
साह्रै गहन कुरा एउटा निस्कियो। जीवनको कुरा अलिकति गरौँ अब है, निस्किहाल्यो। जीवनमा अर्थको कतिको महत्त्व राख्छ सर? अर्थ मतलब सिधै कुरा भन्दाखेरि धनको कतिको महत्त्व राख्छ? यो एकदमै गहन विषयवस्तु हेर्नुहोस्, यो धर्मभन्दा पनि ठुलो चिज कुरा निस्किहाल्यो। अब गरौँ अलिकति है। वास्तवमा हेर्नुहोस्, अब यो अर्थकै विषयमा कुरा गरौँ है। माथि गाईघाटको गाइने चाहिँ सारङ्गी बजाउनु ऊ सिक्किममा उहिले चुइकिम सन्न पैसा कमाइन्छन्। हामी जोगी र गाइनेसँग सम्बन्धित व्यक्ति है, गाइनेले सारङ्गी रेड्दा हामी बहुत खुसी हुन्छौँ, किन हाम्रो रगतमा छ नि त, हाम्रो छोराछोरी नदेखे तापनि। हेर्नुहोस् है, अनि सिक्किममा गएर गाइने सारङ्गी बजायो भने त टन्न कमाइन्छन् अरे भन्छ भनेर बिचारा सिक्किम आइपुग्यो। सिक्किममा सारङ्गी रेडेर गीत गाउँदा गाउँदै दार्जिलिङ आइपुग्यो। बिचारा दार्जिलिङ आइपुग्दा रित्तै त्यहाँदेखि रेड्दै रेड्दै निरपानी भएर पुरा पानी ट्याङ्की पुग्दा पनि रित्तै, घर पुग्दा त अझ रित्तै। हेर्नुहोस्, अर्थको सम्पत्तिको त बहुत ठुलो महत्त्व छ लाइफमा, तर भाग्यमा छैन। जति छ जेमा छ त्यसमा नि खुसी हुनु पर्यो नि त। मतलब अब अर्थ भनेपछि अब जति छ त्यसमा आफू खुसी भयो भने त्यसले चाहिँ असर गर्दैन र कस्तै उ गर्नु पनि ज्यादा मेहनत गर्नु पनि पर्दैन, तर आफूमा जति छ त्यसमा चाहिँ आफू सन्तुष्टि हुनु पर्यो। ज्यादा चाहनु भनेको त्यो एउटा मनको चाहत हो कि त्यो चाहतले मान्छेलाई विभिन्न प्रकारको मान्छेहरू बनाउँदो रहेछ। मैले यो मेरो यो जीवनको अन्तरालमा देखेको। हेर्नुहोस्, कसै 2-4 वर्ष ठुल्ठुलो मान्छेसँग काम गर्दा गर्दै कोही चेलीहरू मर्नु पर्दो रहेछ, कोही छोराहरू जेलनेल जानु पर्दो रहेछ। हेर्नुहोस्, किन? चाहत हो नि त, तमन्ना। अब तमन्ना चाहत डिजायर बेसी भयो मनमा। अब म त छिट्टै कमाउँछु, छिट्टै गर्छु, समाचार देखाउनु छ। तोकिएको समयमा तपाईँले कमाउने चिज पाउनुहुन्छ। हामीले सङ्घर्ष गरेकै हो नि त। जीवन सङ्घर्ष नै हो जीवन त एकदम। तर यसमा धेरै धन सम्पत्तिको चाह राख्नु पनि राम्रो होइन भन्न चाहनुहुन्छ वास्तवमा? कुनै पनि चिजको चाहना बेसी राख्नु नै आफ्नो जीवनलाई नै हानि हुने। हेर्नुहोस्, र धेरै कुरा हामीले पनि देखि नै राखेका छौँ, यसै समाजमा हामीले हेरि नै राखेका छौँ। यो प्रत्यक्ष पनि हो होइन सर? र अहिले समाजकै कुरा गर्दैछौँ, अलिकति अब हामी आफ्नै गाउँठाउँको पनि कुरा गरौँ है। अब त्यसमा छर्सै निस्कि पनि हाल्यो। जस्तो हाम्रो गाउँघर अब जहिलेदेखि हामीले थाहा पाइरहेका छौँ, एउटै कुरामा हामी पछाडि भागिरहेका छौँ। जस्तो जमिनको पर्जापट्टा होस्, चाहे बाटो होस्, चाहे त पानी होस्। यो चाहिँ अहिलेसम्म किन यो चेन्जमेन्ज हुन सकेन होला? यसको बारेमा चाहिँ हजुरको कस्तो राय छ सर? यो चाहिँ एकदमै गहन विषयवस्तु तपाईँले अहिलेसम्मको सोध्नुभयो कि। यो चाहिँ के हो भन्दाखेरि, अब म अलिकति पुरानो समयमा पनि जान्छु ल। यहाँ नेताहरूले भन्छ हामी त माटोसँग आएको। अवश्य हो। 1815 को सुगौली सन्धि इस्ट इन्डिया कम्पनी र श्री 3 सरकार नेपाल बिचमा भयो है। अनि हुँदाखेरि तपाईँको यो इम्प्लिमेन्ट 19 अगस्त 1816 मा भयो। हेर्नुहोस्, त्यति बेला इस्ट इन्डिया कम्पनी अथवा ब्रिटिस नेपालसँग हारेको थियो र ब्रिटिसले माग गर्यो कि तिमीहरूले हारेकोलाई त केही दिनुपर्छ। सो त दार्जिलिङ, कालिम्पोङ है, मिरिक, त्यसपछि यताको देहरादुनको नैनीताल, कुमाऊ, गढवाल सबै इस्ट इन्डिया कम्पनीमा गाभिन गयो। र हामी भूमिसँगै आएको, माटोसँगै आएको। कोही कोही बेला दुःख पनि लाग्छ। सिलगढीमा उभिँदाखेरि यो अनुहार देख्ने बित्तिकै नेपाल 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 पानटिङ्गी खोरीबारी बतासे भन्छ। वास्तवमा त्यो गाडीको खलासी नै विदेशी हुन्छ। हेर्नुहोस्, अब यो देशको भनेर नभनौँ है। अनि यो माटो जुन छ 1950 को नेपाल भारत फ्रेन्डसिप टिटी जुन मैत्रीपूर्ण सम्झौता छ, हजुर सन्धि छ, मैत्रीपूर्ण सम्झौता छ। त्यो चाहिँ प्रत्येक 4 सालमा फेब्रुअरीमा संशोधन गर्ने समय हुँदो रहेछ। अब दार्जिलिङका बुद्धिजीवी व्यक्तिहरूले भनौँ
या राजनीति गर्ने व्यक्तिहरूले भनौँ या हाम्रा समाजकै बुद्धिजीवी व्यक्तिहरूले भनौँ पहल नगर्दाखेरि आजसम्म हामी यस माटो विषय लिएर त वञ्चितै छौँ। हेर्नुहोस् अहिले निरपानेमा मोटामोटी कि अब 100% नैको अब जमिनको पेपर छैन। पेपर भयो भने पनि पत्र त्यो खतियानहरू भयो भने पनि त्यो अलिकति अप्ठ्यारै खालके छ है। जसले सट्ट गएर ब्याङ्कमा राख्दा असुविधा परेको बेलामा लोन पाइँदैन। अब जस्तै मेरो पनि 2012-13मा म बसेको घर जमिनको मैले पट्टा र खतियान पाएको छु, तर अहिलेसम्म त्यसको कुनै नवीनीकरण भएको छैन। हेर्नुहोस् अनि अब यो पानी त झन् अब दार्जिलिङ त त्यसै एसी चिसो। उहिले हाम्रो बाजेले रक्षण भनेको जुठेलोमा हात धुँदाखेरि टमाटर गोलभेडा र डल्ले खोर्सानी उम्रिने। हेर्नुहोस् है, त्यो रक्षणमा हात धुको ठाउँमा डल्ले खोर्सानी र त्यो रमभेडा भन्थे सानसानो उम्रिँदा त्यसले फलेको त्यो टमाटरहरू कति त्यो डल्ले खोर्सानी कति मिठो कति राम्रो हुने। अहिले त यो सबै हराएर गयो। हेर्नुहोस् पानी त यहाँ त धारा मात्रै छ। सरकारले घर घर पेयजल 2 मिनट 3 मिनट दिन। हाम्रोतिर त अझै पानी बसिसकेको छ। नक्साबाडी ब्लक मनिराममा पर्छ, पानी बसिसकेको छ। तर मोटामोटी पानी बसेको 4 वर्ष भयो होला त्यहाँ मेरो घरमा धारा छ। मैले 4 लिटर पानी उपयोग गरेको छैन अहिलेसम्म। हेर्नुहोस् अब पाहाडमा त झन् अब तपाईँ आफै बुझ्नु कसरी पम्पिङ सिस्टम गर्ने हो, कुन पाराले ल्याउने हो। मुखबाट आदर्श मात्रै छाड्छ सबैले। हेर्नुहोस् गर्ने काम चाहिँ गरेको छैन। कर्म गर्ने हातहरू चाहिँ गोजीभित्रै छ। आदर्श चाहिँ जोड छाटिरहेको छ, यस्तो छ उस्तो छ यो भएको छ है, तर भएको केही पनि छैन। भनेपछि जस्तो आजभन्दा पहिले हामीले थाहा पाउँदाखेरि जस्तो थियो धेरै घरहरू बन्यो, तर मान्छेको मनहरू जस्तोको तस्तै छ। त्यही भन्न चाहनुहुन्छ होइन? हजुर। अब विकास घर बनिएर हुँदैन नि। अहिले मोटामोटी ठुल्ठुलो घर बनिएको छ। हेर्नुहोस् तर त्यो घरभित्र 3 जना मान्छे मात्रै, 3वटा परिवार, 3 जना आमा बाउ र छोरा या छोरी मात्रै हुन्छ। घर बनिनु विकास होइन नि। समाज बनिनु पर्यो नि, सिङ्गो समाज, समावेशीकरण हुनु पर्यो। हेर्नुहोस् किन भन्दाखेरि प्रत्येक जात जातिले आफ्नो मौका, आफ्नो भएको एबिलिटी सो गर्ने ठाउँ प्लेटफर्म पाउनु पर्यो नि। घर त सबैको हुन्छ। ढुकुरले पनि घर लगाइरहेको देख्नु भएको होला। एउटा भिडियो बनाएर हाल्नु भएको देखेको थिएँ मैले तराई प्रतिदिनमा। हेर्नुहोस् घर त सबैको हुन्छ, तर घरभन्दा पनि पहिले हामीले समाज बनाउनु पर्छ नि। समाज चाहिँ प्रत्येकको हो नि। त्यहाँ बस्ने जात जाति 4 जात 36 वर्ण भन्छ। हेर्नुहोस् उसको उत्थान हुनु पर्यो नि, विकास हुनु पर्यो नि। म एक्लै विकास हुनु त त्यो विकास भएन, व्यक्ति विकास भयो। व्यक्ति विकास। तर यसमा अलिकति म यहाँको भौगोलिक दृष्टिकोणको कुरा त थोरै भयो। अब राजनीतिको बारेमा पनि थोरै कुराकानी गर्न चाहन्छु। हजुरलाई राजनीतिपट्टि कतिको इन्ट्रेस्ट छ, कतिको चाहिँ तपाईँ लगाव छ हजुरको? राजनीतिक एउटा चासोको विषयवस्तु। म इन्ट्रेस्टेड थिएँ जति बेला म यही अघि तपाईँले भन्नुभयो नि जिएनजी भनेर, त्यही ड्युरिङ त्यो एजमा म थिएँ। तर अहिले के भयो भन्दाखेरि त्यो ठाउँमा पुग्नु बहुत समय लाग्छ है। र राजनीति गर्ने व्यक्ति चाहिँ बहुत कुटिल हुनुपर्छ। यो चेयर पाउनु, अहिले तपाईँले मलाई चेयर यहाँ निमन्त्रणा गरी यो चेयर दिनुभएको छ नि, यो चेयर पाउनुको लागि त्यो राजनीति गर्ने व्यक्तिले बाउको मुन्टो पनि काट्ने क्षमता राख्नुपर्छ। यो मैले नेपालको इतिहासमा पढेको। हेर्नुहोस् जङ्गबहादुर राणा त्यसै प्रधानमन्त्री भएको छ नि, डोको बुन्ने मान्छे। आफ्नो मामा माथुर सिंह थापाको शिर कलम गरेर पोत पर्वमा 140 जनालाई मारेर उहाँ प्रधानमन्त्री घोषणा भएको थियो। र इतिहास राजनीति यहाँ के छ अहिले हाम्रो चाहिँ झोला बोक्यो कुद्यो। एउटा ठुलो अनि त्यसको अर्को ठुलो, त्योभन्दा अलिक सानो, सानोको पनि सानो, हुँदै हुँदै लास्टमा एउटा व्यक्तिसम्म आइपुग्दाखेरि त्यो पनि नेतै सबै नेता। हेर्नुहोस् अब 100 डेजमा
100 काम गराउने पनि नेता हेर्नुहोस् हो। कुरा गर्दाखेरि यसो हेर्दाखेरि पनि यो राजनीतिक परिवर्तन भयो भन्ने कि यसलाई के चाहिँ भन्ने? नमान्ने। परिवर्तन छैन, शून्य छ, न्यून छ। के परिवर्तन भएको छ र? दार्जिलिङको बाटो त्यही छ जो ब्रिटिसले बनाएर गएको। मेरो घर अगाडि यो नक्सलपानीघाटा रोड त्यही छ। झोलङ्गे दुधेको झोलङ्गे पुल बगाइसकेपछि त अर्को पुल बनाएको, त्यो पनि कम्प्लिट भएको छैन। त्यहाँ अगाडि बाटोहरू खाल्टै छ। अनि यो के विकास भएको? राजनीतिले त केही पनि गरेको छैन। यहाँनिर राजनीतिको नाममा त 3वटा पो जन्म भएको छ त। त्यो 3वटा के हो भन्ने कुरा सुन्नुहुन्छ? हजुर, दार्जिलिङमा 3वटा जन्म भएको छ। झोले, खोले र नबोले। झोले, खोले अनि नबोले भनेको चाहिँ ठुल्ठुलो शिक्षाविदहरू के बोलौँ भने कुटिहाल्छ। आफ्नो मर्यादा रहँदैन, मर्यादा निस्तानाभूत हुन्छ। शिक्षित छ, PhD गरेको छ, MA गरेको छ, MA BEd गरेको छ, राजनीति शास्त्रमा गतिलो शिक्षा हासिल गर्नुभएको छ। बोल्नु मिल्दैन, नबोले। अनि खोले भनेको चाहिँ बिहान उठ्यो एक लगानी कामको लागि टोकरी बोकेर क्या पत्ती टिप्ने, अनि 20% बोनसको लागि पर्ने। अनि झोले त अब मैले यसलाई विश्लेषण गर्नु पर्दैन होला। झोले भनेपछि अब बुझ्नेले बुझिहाल्यो। अब यसलाई विश्लेषण नगरौँ। अनि समग्रमा सिङ्गो दार्जिलिङको विकास कसरी हुन्छ त? यहाँ त के कस्तो सेल्फ डेभलपमेन्ट, स्वयं विकासको पछि लागेको छ। त्यही भएर पनि परिवर्तन आउन सकेको छैन। आगामी उस्तै नेपोलियनको घोडा हाँक्ने भन्नुहुन्थ्यो स्वर्गवासी सुभाष घिसिङले है। त्यही नेपोलियनको घोडा हाँक्ने मान्छे नै चाहिन्छ। अब केही पनि हुँदैन, जो छ यथावत छ, चलिरहन्छ, यत्तिकै हो। यस्तै नै रहन्छ। तपाईँको नागरिकतामा प्रश्न चिन्ह उठिरहेको छ, मेरो नागरिकतामा प्रश्न चिन्ह उठिरहेको छ। हेर्नुहोस्, जहाँ कि जमिनको एउटा हाम्रोमा पेपर छैन, कागजको टुक्रा छैन, नागरिकतामा प्रश्न चिन्ह त उठ्छ। चिल्लो कारमा कुदेर, चिल्लो घर बनाएर, चिल्लो पोसाक लगाएर मात्रै हुँदैन नि। सोच विशाल राख्नुपर्छ। तर राख्ने ठाउँ पनि छैन। हेर्नुहोस्, सक्दैन नि त, त्यहाँ पुग्नै सक्दैन, पहिचान बनाउन सकेको छैन। गम्भीर कुरा जस्तो अब यो चाहिँ मनमा लाग्ने कुरा पनि हो, हामीले सिक्नुपर्ने कुरा पनि हो जस्तो लाग्छ। अब तर सिक्ने कसले? सानो हुनु कोही मान्दैन। हेर्नुहोस्, होइन? मैले अघि नै भने त के एकताल दोहोऱ्याउनु मैले? ज्ञानी बहुत छ दार्जिलिङमा, बहुत छ। सबै ज्ञानी छ। 10 पढ्ने पनि ज्ञानी छ। अघि भने नि मैले तपाईँलाई, तपाईँकै च्यानलको माध्यममा, रकास्टको माध्यममा है, मैले भनेको थिएँ त, विशाल आकार छेड्छु भनेर गएको वृक्षको फलेको हाँगा कहाँ झुकेको छैन र, ज्ञानी र गुणी कहाँ निहुरेको छैन र भनेर। त्यो फलेको हेर्नु, त्यो आँप फुल्दा ठाडो फुलेको हुन्छ, लिची फुल्दा ठाडो फुलेको हुन्छ नि, सुन्तला फुल्दा ठाडो फुलेको हुन्छ नि, तर फल्दै पाक्दै झुक्छ नि। त्यो सुन्तला टिपेर खाँदा कति मिठो हुन्छ। ज्ञानी र गुणी यस्तै झुकेको हुनु पऱ्यो नि त। छ नि शिक्षा, तर अब बुत्तै खुकुरी जस्तो छ नि त। के काट्नु त्यसले? मालिङ्गो काट्दा त काटिँदैन। निगालोको कुरै छोड्नुहोस् न। अब मैले यो कुरालाई अझै बढाएँ भनेदेखि अझै लामो जाने रहेछ। त्यही भएर 1-2वटा फोटोपट्टि पनि हामी जाउँ है। यो कुरालाई धेरै लम्ब्याएर अब यस्तै कुनै दिन आयो भने हामी यो पनि कुराकानी गरौँला। र विशेष गरेर यहाँ एउटा फोटो थुप्तिन छोई खोल्ने गुम्बा, निरपानीको गुम्बा हो। यहाँको चाहिँ अहिले हजुर वर्तमान सचिव पनि हुनुहुन्छ। हजुर। र यस गुम्बाको बारेमा अलिकति बताइदिनुहोस् न, यसको बारेमा। यो गुम्बा यहाँ बनिनुको मुख्य कारण चाहिँ अखिल भारतीय तामाङ बौद्ध सङ्घ निपाने शाखाका हाम्रा आसेङ आङीहरू हामीमाझ अहिले हुनुहुन्न। उहाँहरूको एउटा विशाल सपना थियो। उहाँहरूकै माध्यमद्वारा यो 1 बिघा 6 कट्ठा जमिन यस क्षेत्रमा बसोबास गर्ने तामाङ सन्तान अनि बौद्ध धर्मावलम्बीहरू जो हुनुहुन्छ, र यो गुम्बा
त्यसै बनिएको छैन। 2007को अखिल भारतमा बौद्ध सङ्घको अधिवेशन यहाँ हुन गएको थियो। त्यस अधिवेशनमा अरुणाचल प्रदेशबाट सोना रिम्पोछे आउनु भएको थियो निमन्त्रणमा। उहाँले यस क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण बौद्ध धर्मावलम्बी अनि तामाङ सन्तानको एकजुटता देखेर होइन यहाँ त गुम्बा बनाउनु दरकार रहेछ र गुम्बा बनाउनुपर्छ भनेर उहाँको सहयोगमा कतिपय यसको अंश एक तला जति बनिसकेको थियो र बिचमा उहाँको आकस्मिक निधन हुन गयो। त्यसबाट कतिपय हाम्रो कार्यहरू पनि वञ्चित हुन गएको थियो। योभन्दा अगाडिको कमिटी, हामीभन्दा अगाडिको कमिटी र त्योभन्दा अगाडिको कमिटी, त्यति बेला म एसिस्टेन्ट सेक्रेटरी थिएँ योभन्दा अगाडि कमिटीमा। अनि यसरी नै यो गुम्बालाई निर्माण हेतु राख्दै शाक्यमुनि गौतम बुद्धको एकदमै अमृतमय वचन सम्पूर्ण यस क्षेत्रमा बसोबास गर्ने प्रत्येक प्राणी, मानव, लता वृक्ष आदि सबैले श्रवण गर्ने हेतु राखेर आज हाम्रा समस्त बौद्ध धर्मावलम्बीहरूको सहयोगमा हामीले यति निर्माण गर्न सफल बनेका छौँ। अझै निर्माण गर्नु बाँकी छ। म तपाईँको यो सामाजिक सञ्जाल तराई प्रतिदिन अनि रकास्टको माध्यमद्वारा कोही यदि सहयोग गर्ने व्यक्तिहरू, सहयोग गर्ने हातहरू र करुणाभित्र छिरेका कोही व्यक्तिहरू, कम्प्यासन भन्छ है, करुणा भित्र छिरेका कोही व्यक्तिहरू हुनुहुन्छ भने सोझै रकास्ट परिवार अथवा थुप्चन छैखोर्लिङ गुम्बा परिवारसँग सम्पर्क गर्न सक्नुहुन्छ। अब यसलाई निर्माणको पराकाष्ठमा पुर्याउनु निकै समय लाग्छ र जे जति यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जात जाति धर्मावलम्बी सबै बौद्ध धर्मावलम्बी अन्य बाटोमा हिँड्नेले पनि चित्त वक्क कायाले नै सहयोग गरेर आज यो गुम्बा यति बन्न पुगेको छ। सम्पूर्णलाई तपाईँको सामाजिक सञ्जाल मार्फत म सहृदय यस गुम्बाको सचिव भएको हैसियतले सम्पूर्णलाई सहृदय धन्यवाद, न्यानो अभिवादन र प्रत्येक दिन उहाँहरूको कल्याण होस्, राम्रो होस् र जति पनि मेरो यस गुम्बालाई निर्माण गर्न चाहनुहुने मेरा आसेङआङ्गी अहिले हामी माझ हुनुहुन्न, उहाँहरूको पनि आत्माको मोक्षको कामना गर्दछु। र अर्को फोटो पनि हेरौँ। अब फोटोपट्टि नै जाउँ है हजुर, यसो यादगार फोटोहरू। यो फोटोको बारेमा हजुर, यो चाहिँ तपाईँको 37औं महाअधिवेशन कालिम्पोङ दलगाउँमा भएको थियो र यसमा मैले मेरो प्रतिनिधिहरू लिएर गएको, जानैपर्छ है र गएको हो। यसमा यस अधिवेशनमा हाम्रो सिक्किमका माननीय मुख्यमन्त्री PS गोलेज्यू, प्रेमसिंह गोलेज्यू पनि आउनु भएको थियो। उहाँको सहभागिता थियो, एकदमै राम्रो छ। र यहाँ हामी तामाङ वेशभूषामा उभिएका छौँ। पछाडि डम्फुभित्र 3टा चेली र एउटा डम्फु बजाउँदै गरेको छ है। यो एउटा हाम्रो पर्व हो जो चाहिँ जनवरी प्रत्येक वर्ष जनवरीमा मनाइन्छ। यसपालिको अधिवेशन चाहिँ दार्जिलिङको लेबुङ ग्राउन्डमा हुँदैछ। जस्तो अखिल भारतीय तामाङ बौद्ध सङ्घको सम्मेलन भन्नु खोज्नु होइन? हजुर हजुर, महाअधिवेशन जो निरपानीमा पनि भएको थियो। निरपानीमा 2वटा भइसक्यो। र अर्को फोटो हेरौँ त, यो फोटोको बारेमा। यो समयले कस्तो सानो थियो, बढ्दै गयो है। अब त्यो पहिले त अब त्यस्तै थियो, कपाल थियो, अहिले झर्दै गयो। अनि यो मेरो घर अगाडि मेरो घर दलानको हो। यो कसैको बिहामा, शुभ बिहामा जानलाई तयार भएको थिएँ। त्यति बेला श्रीमतीले, मेरो प्यारो श्रीमतीले खिचिदिएको हो। अर्को फोटो पनि हेरौँ त हामी। यसमा चाहिँ मेरो बुढी श्रीमती र म छु। र यो चाहिँ मेरो काका ससुराको छोरीको बिहामा हामी नेपाल जानको लागि तयार भएको थियौँ। किन भन्दाखेरि मेरो काका ससुरा चाहिँ मेरो ससुराको कान्छा काकाको छोराको छोरीको बिहा थियो र हामी 2जना जान तयार भएको। र मेरो बुढी चाहिँ गुरुङ वेशभूषामा छ। र किन भन्दाखेरि उहाँ चाहिँ गुरुङ हो। हजुरको श्रीमतीको बारेमा भन्नुपर्दाखेरि चाहिँ कसरी, थोरै उहाँलाई भन्नुपर्दाखेरि कसरी सम्बोधन गर्न चाहनुहुन्छ?
हजुरको श्रीमतीलाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ? ठाउँ छैन, स्तब्ध, स्पिचलेस, स्पेल बाउन्ड भन्छ, छैन, केही भन्न सक्दिनँ। ठाउँमै छैन। अर्को फोटो हेरौँ त त्यसो भए? हजुर हजुर, अर्को हेरौँ। यो फोटोको बारेमा यो चाहिँ म सायद मेरै कुनै एउटा उत्साहमा सायद त्यो गुरुङको अधिवेशनमा होला, म यता सिलगढीमा निमन्त्रणा थियो, राङ्गापानी साइडमा, त्यति बेला चाहिँ म गएको हो। यो त्यति बेला निमन्त्रणा थियो, त्यति बेला गएको त्यो फोटो चाहिँ। अनि त्यो माथि दाजुको गाडी पनि आएको थियो होइन, अनि मेरो घर अगाडिकै हो यो, त्यति बेला लिएको यो फोटो। स्वयं मैले चाहिँ म आफैले लिएको सेल्फी स्टिक पनि अलिकति देखिराखेको छ है। अर्को फोटो हेरौँ। यो फोटोको बारेमा राम्रो क्याप्सन पनि रहेछ त, पढेँ है त म। हजुर हुन्छ हुन्छ। म रतन हो, मलाई थाहा छैन सफलताको रहस्य के हो, तर मलाई थाहा छ असफलताको कुञ्जी भनेको सबैलाई खुसी पार्ने प्रयास हो। यो त अवश्य हो नि त। यो चाहिँ कुन उसमा लेख्नुभयो त? यति गहन होइन, यो मैले लेखेको होइन, यो कसैले लेख्नु भएको हो है। मैले यहाँ मेरो फोटोसँग राख्ने मात्रै प्रयास गरेको। वास्तवमा मलाई थाहा छैन सफलताको रहस्य के हो है, तर मलाई थाहा छ असफलताको कुञ्जी सबैलाई खुसी पार्नु। आज म खुसी छु, मेरो डाइनिङ टेबलमा बेलुकाको भोजन सजाएको हुन्छु, कति मिठो भोजन, कति राम्रो बनाएछ, आहा अलिकति मदिरा खाऊ न, अलिकति वाइन ल्याउनु न, अलिकति बियर ल्याउनुहोस् न भनेर सबैले स्याबासी केही क्षणको लागि गर्छ भने, र यो टेबलमा चाहिँ मैले त्यति बेला मैले मन पराउने व्यक्ति मात्रै बोलाएको हुन्छु नि त, चाहे 5 जना चाहे 4 जना होस् है, चाहे एकैजना होस्, मैले मन पराउने व्यक्ति बोलाएको हुन्छु नि त, र मैले मन नपर्ने व्यक्ति बोलाएको हुँदिनँ। मलाई मन नपर्ने व्यक्ति चाहिँ जति बेला मलाई अप्ठ्यारो पर्छ नि, मेरो आमा र बाउको मृत्यु हुँदा त्यो मान्छे चाहिँ पहिले आएको हुन्छ है। त्यो मेरो टेबलमा बसेर मेरो खुसी बाँड्ने व्यक्ति आएको हुँदैन, हेर्नुहोस्। अनि असफलताको कुञ्जी कसैलाई खुसी पार्नु, हेर्नुहोस्। त्यो जति बेला मेरो बाउ र आमा मर्दा आउँदैन नि, त्यो व्यक्तिलाई खुसी पार्नु असफलताको कुञ्जी हो, असफलताको चाबी हो, हेर्नुहोस्। जो व्यक्ति मन पराएको हुँदैन, जसलाई बोलाउँदिन नि, ऊ चाहिँ अघि नै आइसकेको हुन्छ, पहिले आउँछ। ऊ चाहिँ आफ्नो हो, चाहे त्यो रगतको साइन होस् चाहे नहोस्, त्यो मान्छे चाहिँ, त्यो व्यक्ति चाहिँ महान हो, हेर्नुहोस्। त्यो मैले भोगेको छु र भोगेर पनि आएको हो। खुसी हुँदा त टेबलमा जसले पनि खान्छ, हेर्नुहोस्। तपाईँ दुःखी हुँदा खानु गाह्रो भएको जसले खुवाउँछ नि, त्यो मान्छे चाहिँ महान हो, गहन। हजुर। यो फोटोको बारेमा अरू केही विश्लेषण गर्न चाहनुहुन्छ? यो शब्द चाहिँ एकदमै गहन शब्द, हजुरले वर्णन गर्नुभयो, यसमा पनि पक्कै अरूको पनि मन छुन्छ होला, आशा गर्दछौँ। अनि अलिकति दरवाजा ढोका पनि खोलिएको छ, दैलो पनि है, त्यहाँबाट सायदै अवश्य भविष्य पो निहालेको जस्तो पनि लाग्छ मलाई। किन भन्दाखेरि अहिले हाम्रोमा होड चलेको छ, हेर्नुहोस्। के को होड हो भन्दा तपाईँलाई सायद थाहा पनि होला। नोकरी गर्दैछौँ, सम्पत्ति कमाउँदैछौँ, दिन रात बिजी छौँ, व्यस्तता छ, खाजा खाएको छैन। अहिले मैले खाजा खाएको छुइनँ, हेर्नुहोस्, बिजी थिएँ, बिजी छु, तर भविष्य निहालिरहेको छ त्यो फोटोले, त्यो मेरो तस्बिरले। आशा केही गरिरहेको छ, गलत भएको छ जीवनमा। हजुर। त्यो चाहिँ के हो भन्दाखेरि सानो परिवार सुखी परिवार, सानो परिवार सुखी परिवारमा जाँदा चाहिँ मान्छेलाई मनमा पीडा हुँदो रहेछ। सम्पत्ति केही होइन, भिख माग्ने भिखारीले पनि डेली 2000, 500, 1000 कमाउँछ, हेर्नुहोस्। अहिले घरमा सुकुम्बासी जस्तो जीवन बिताउनु परिरहेको छ। छोरा दिल्लीमा पढ्दैछ,
प्युर साइन्सबाट है। यहाँ यो 47-48 वर्षको उमेरमा केही नभएको जस्तो बुढी र म मात्रै छु। अनि एउटा सन्तान राखेर सानो परिवार सुखी परिवार भन्नु चाहिँ नि यो जस्तो नराम्रो चाहिँ केही पनि होइन। बरु बाँडेर हेर्नुहोस् कति राम्रो खाना पकाएको छ श्रीमतीले, पस्किदिउँ पर्दैन हौ भयो। खानु नि कस्तो राम्रो मिठो भनेको होइन, रुच्दैन नि। 2 जना मात्रै त छ, 4 जना भइदिएको तानातान हुन्थ्यो नि। अर्को फोटो छ भने हेरौँ त। तकरिबन फोटो पनि सकिएछ सर। सबै अहिले हामी कुराकानी गऱ्यौँ, एउटा सामाजिकदेखि लिएर व्यावहारिकसम्म हामी कुराकानी गऱ्यौँ। समग्रमा हजुरले धेरै नै हामीलाई रकास्टमा आएर यो साझा गरिदिनु भयो, समय हजुरको अमूल्य समय दिनुभयो। त्यसको लागि हामी रकास्ट परिवार नै हजुरसँग धेरै आभारी छौँ। हामी हजुरलाई फेरि पनि हामी रकास्टको तर्फबाट धन्यवाद भन्न चाहन्छौँ। र अन्त्यमा सर अब कुराकानीको अन्तिम क्षणमा छौँ र अझै पनि हजुरलाई कतै छुटेको केही कुराहरू म साझा गर्न चाहन्छु भन्नुहुन्छ भनेदेखि हजुरले गर्न सक्नुहुनेछ सर। कसैलाई सम्झाउन चाहनुहुन्छ कि साथीभाइहरूलाई? साथीभाइलाई सम्झाउने होइन कि अब एउटा चिज चाहिँ म अलिकति भन्न चाहन्छु। मेरो बाजे साङ्गे तामाङ बमजन अनि मेरो आप्पा जयसिंह तामाङ बमजन मिरिक सौरिनी तोक्लङको हुनुहुन्छ। अनि मेरो आमा त्यहाँ टिङ्लिङ कयङको गैरी गाउँको हुनुहुन्छ। अहिले उहाँ 3 जना हामी बिच हुनुहुन्न है। उहाँहरूकै एउटा देन हो आज म तपाईँहरू समक्ष आएर तपाईँहरूको रकास्टमा यसरी बात गर्ने मौका पाएको छु। उहाँहरू नभएको भए सायद म यहाँ तपाईँहरू माझ यसरी वार्तालाप गर्ने, तपाईँहरूको क्यामेरा पर्सन अगाडि यसरी क्यामेरामा खिचिने मौका पाउने थिइनँ होला। उहाँहरूको महान देन छ, मानव भएर जन्मिनु पाएँ। मेरो आँखे हुनुहुन्थ्यो, मेरो मेमे हुनुहुन्थ्यो, मेरो आप्पा हुनुहुन्थ्यो, मेरो आमा हुनुहुन्थ्यो, मेरो माम हुनुहुन्थ्यो र म आज तपाईँ समक्ष आएको छु र तपाईँले निमन्त्रणा गर्नुभयो, म आएँ। कतिपय म बोल्दै जाँदाखेरि त्रुटि पनि भयो होला, भुल भ्रान्ति पनि भयो होला है। अनि अवश्य यो तपाईँको रकास्टमा पछि यो प्रसारण हुँदाखेरि है यसले त गल्ती बोलेछ भन्ने व्यक्तिहरूको नि घुइँचो लाग्न सक्छ होइन। त्यसको लागि म अग्रिम सम्पूर्णमा माफी चाहन्छु। म मानव हो, गल्ती हुन्छ, गल्ती स्वीकार्छु पनि। र विशेष यस क्षेत्रमा बसोबास गर्नुहुने रतन तामाङ भनेर चिन्नुहुने सम्पूर्णलाई म हजुरको सामाजिक सञ्जाल मार्फत न्यानो अभिवादन टक्राउँदछु र तपाईँहरूको पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनहरूमा यहाँ इन्टरभ्यू दिनेको भिड लागोस् भन्ने मेरो सानो हेतु मनसाय राख्दै म तपाईँहरूलाई पनि आगामी अनि दीपावलीको न्यानो अभिवादन र शुभकामना व्यक्त गर्दछु। लसो फ्याफुला नमस्ते। हस्त सम्पूर्णलाई फेरि हामी आउँदै गरेको विजय दशमी अनि दीपावलीको धेरै धेरै शुभकामना भन्दछौँ र हजुरको पनि सुस्वास्थ्य दीर्घायुको कामना छ सर। र अझै पनि उत्तरोत्तर भविष्यमा उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछौँ। हस्त धन्यवाद सर। धेरै धेरै धन्यवाद।